तो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लग थाहा पाइसक्नुभयो होला। आज हामी मन्दिर जाँदैछौँ, सपरिवार मन्दिर पूजा गर्न गइरहेछौँ। त्यो भएर म बाइकमा निक्लेर मन्दिरतिर पुगिसकेको थिएँ। मेरो आमा बाबा परिवारहरू सबै आउँदै हुनुहुन्थ्यो। त्यो भएर म पहिल्यै बाइकमा पुगिसकेको भएर त्यहाँको ठाउँ हेर्न थालेँ। पहिलोचोटि हामी यो मन्दिरमा आएको, नयाँ नयाँ बनेको थियो। त्यो भएर जाउँ त यो नयाँ मन्दिरमै यो पालि पूजा गरौँ भनेर। तर यहाँ आउन साथ यति मनलाई शान्ति र यति के भन्नु, कस्तो शान्ति अनुभव भयो भने अर्कै एकदम राम्रो छ यो मन्दिर। सबै आइरहेको थिए, त्यहाँ भक्तजनहरू आउने जाने क्रम। मेरो दुईटै छोरा पनि रमाइरहेको थियो। त्यसपछि मन्दिरमा हामी सबै आइपुगेपछि मन्दिरभित्र जान लाग्यौँ। मन्दिरभित्र गएर अब पूजाआजा गर्न आएको मान्छे पूजा त गर्नै पर्यो। पूजा गर्न हामी मन्दिरतिर, त्यस पछाडि हामी मन्दिरभित्र पसिसक्यौँ मजाले। अनि त्यस पछाडि भोले बाबालाई देखेपछि मनलाई यति शान्ति भेट्यो के भन्नु तपाईँलाई। आहा, कस्तो के भन्नु, त्यस्तो अनुभव भयो। त्यसपछि हामीले जलसल चढायौँ, पानी चढायौँ। बुढाबुढीले दुईजना मिलेर पूजाआजा मजाले गऱ्यौँ। त्यसपछि धूपबाती अनि के फलफुल के थियो, धेरै कुरा थियो। अब मेरो परिवारले लिएर गएको थिएँ। आमा उता हुनुहुन्थ्यो, म यता। अनि के अब चढाउँदै थिएँ। त्यसपछि के चढाउनु, यो चढाउनु त्यो चढाउनु के भन्दै थिएँ। त्योहरू चढाउँदै बाबालाई खुसी पार्दै थियौँ। अब उहाँलाई खुसी पार्नलाई जे सकिन्छ आफ्नो तर्फबाट प्रयास गर्दै थिएँ। अब उहाँको इच्छा के गर्नुहुन्छ। त्यसपछि हामीले बेलको पातसात चढाइओरी पूजा गरिओरी म चाहिँ सबै भइसकेपछि पूजा चढाइओरी मजाले। त्यसपछि म बाहिर निक्लिने कोसिसमा थिएँ। ढोकढाक गरेर म चाहिँ बाहिर निक्लेँ। त्यसपछि बाहिर निक्लिन साथ मेरो जेठो छोरो पुरा डमरू बजाइरहेको रहेछ। त्यसपछि हेरेको अर्को कान्छो छोरोलाई पनि चाहिएको रहेछ। अनि उसले पनि डमरू बजाउन थाल्यो। दुईटैले डमरू बजाउँदै त्यसपछि अब पूजाआजा सकेपछि त अब घरतिर निक्लिनु पर्यो। त्यसपछि टिकासिका हामी बाहुनबाट लगाइओरी टिकासिका लगाएर त्यसपछि हामी घरतिर जानलाई रेडी भयौँ। आजको ब्लग कस्तो लाग्यो तपाईँहरूलाई? राम्रो लाग्यो भने कमेन्ट, लाइक, सेयर जे ठिक लाग्छ गर्नुहोला। यत्रो बेर हेर्नुभयो, थ्याङ्क यू।